सेवारो अनि नमस्ते मेरो च्यानलमा यहाँलाई स्वागत छ। अहिलेको सिजन भनेको चाहिँ यो पाकेको बयरको हो। हजुर, अनि आज चाहिँ मैले यो बयरको खट्टी मिठी अचार बनाउँदै छु, जुन चाहिँ लामो समयसम्म स्टोर गरेर खान सकिन्छ। यो रेसिपीको लागि मैले पहिला चाहिँ यो बयरलाई मजाले धोएर एक घाम सुकाएँ। अनि यो सबै पानीहरू सुक्खा भइसकेपछि यहाँ मसला तयार गर्दैछु। लागि चाहिँ नि मैले सुरुमा मसला तयार गर्दैछु। अनि मसलामा चाहिँ यहाँनिर थोरै मरिच, जिरा, धनियाँ, एकदमै थोरै यो मेथीको दाना, अनि यो चाहिँ ज्वानो हो, ज्वानो, कालो जिरा, अनि चाहिँ सौँफ हो। सौँफ र धनियाँ, जिरा चाहिँ एकै ठाउँमा अलिकति एउटै अमाउन्टमा छ। अनि अरू चाहिँ अलिअलि फ्लेभरको लागि अनि यो हिङलाई पनि लिएको छु। अनि यहाँ खुर्सानी, अब हरेक भान्सामा हरेक भान्सीको आफ्नै रेसिपी हुन्छ। मैले चाहिँ यति मसला लाएर सिम्पली पनि बनाउन सकिन्छ, तर आज चाहिँ अलिकति फ्लेभर बनाउनको लागि यो मसलाहरू रेडी गर्दैछु। अब यो मसलाहरूलाई चाहिँ एउटा कराई मजाले तताएपछि म हिटलाई चाहिँ अफ गरेर यो मसलालाई तताउँदैछु। अब यसरी यो मसला चाहिँ एकदमै छिटो डढ्ने भएको हुनाले गर्दा मैले जहिले पनि मसला बनाउँदाखेरि चाहिँ हिटलाई अफ गरेर मात्रै यसरी बनाउँछु। यसको चाहिँ यसरी सबै यसरी निकालिदिनु पर्ने हुन्छ। यो कुनै कुनै फुटेको पनि केही हुँदैन। यसरी यो बयरको भेट्न चाहिँ मजाले निकाल्दाखेरि चाहिँ पछि खाँदाखेरि यसको त्यो सिन्काहरू अड्किँदैन, अनि यसको मसला पनि भित्रैसम्म पुग्छ। अब यो मसला चाहिँ साह्रो होइन, अलिअलि अलिक कडा हुने गरी मात्रै भुट्ने। फेरि साह्रो बढायो भने चाहिँ यसको फ्लेभर चाहिँ एकदम स्ट्रङ आउँछ कि आउनु हुँदैन। त्यही भएर अलिअलि तताउने मात्रै। यसलाई चाहिँ अब अलिकति खस्रो गरेर पिन्ने। ल, यो मसला चाहिँ मैले यतिको खस्रो गरी मात्र पिने। यसलाई साह्रो मसिनो चाहिँ बनाउनु पर्दैन। यो रेसिपीको लागि चाहिँ मैले सक्खर लिएको छु। यो चाहिँ 1 केजी सक्खर हो। अब यसलाई चाहिँ सुरुमा म यसरी ग्रेट गरेर मसिनो बनाउँदैछु। यसलाई चाहिँ घरे पकाउँदा सजिलो हुन्छ नि त। यसरी सट्टै मेल्ट हुन्छ क्या यस्तो गर्दाखेरि। ल, हाम्रो यो चाहिँ भेट्नु छोडाएर रेडी भएको यो बयरलाई चाहिँ अब म यहाँ पकाउँदैछु। थोरै यो कराईमा चाहिँ तोरीको तेल लगाएँ। अनि यो चाहिँ यो मिठा सौँफ हो। यसलाई चाहिँ मोटो सौँफ पनि भन्नुहुन्छ, मैले चाहिँ मिठा सौँफ भन्छु। सौँफलाई फुराएँ अनि त्यसपछि म सिधै यसमा यो बयरलाई चाहिँ एड गर्दैछु। अब यो बयरलाई चाहिँ तेलमा राखिसकेपछि मजाले एकपल्ट भुट्नुपर्ने हुन्छ। हुन त यो एकदमै बयल पाकिसकेको हुनाले एकदम कमलो छ। त्यही भएर यसलाई नफुट्ने गरी बिस्तारो सानो आँचमा भुट्नुपर्ने हुन्छ। अनि केही बेर चलाएर अब मैले यहाँनिर स्वादअनुसारको नुन राख्दैछु। यो बयर चाहिँ फुट्नु पर्ने हुन्छ क्या। त्यसो गरेर यसको भित्रैसम्म मसला पस्छ। अब यहाँनिर मैले यो हिङ पाउडरलाई पनि राख्दैछु। हिङ र यो नुन चाहिँ पहिल्यै राख्नुपर्ने हुन्छ। किन भन्दाखेरि यो बयरको एक टाइपको चिप्लोपना आउँछ। अनि पछि सक्खर अथवा चिनी राखिसकेपछि चाहिँ यो हिङ पछि राख्दाखेरि एकै ठाउँमा गाँठो पर्छ।
त्यही भएर यसलाई पहिला राख्नुपर्ने हुन्छ। अब मैले यहाँनिर अघि कुटेर राखेको मसलालाई पनि एड गर्दैछु। यो मसला, नुन, हिङ जति पनि लाउनु पर्ने चिजहरूलाई चाहिँ पहिल्यै लाउनु पर्ने हुन्छ। यदि पछि लायो भने यो टाँसेर एकै ठाउँमा बस्छ। त्यही भएर मैले चाहिँ यसलाई लाएर अनि सानो आँच पारेर मजाले चलाउँदैछु। यो चाहिँ रातो खुर्सानी हो। यसरी अचार बनाउँदाखेरि आगोको फ्लेम चाहिँ लो हिटमा हुनुपर्छ। अनि सबै बयरहरू फुट्न थालिसकेपछि चाहिँ यसमा म यो ज्यागरी अथवा चाहिँ सक्खरलाई एड गर्दैछु। तपाईँहरूले यसमा चिनी पनि राख्न सक्नुहुन्छ। यो रेसिपीको लागि मैले 1.5 किलो बयरमा 1 केजी चाहिँ यो सक्खर एड गर्दैछु। अब यो सक्खर चाहिँ गुलियो कतिको मनपर्छ त्यो अनुसार तपाईँहरूले आफ्नो चोइस अनुसार चाहिँ थपघट गर्न सक्नुहुन्छ। अब यो सक्खर अथवा चाहिँ ज्यागरी एड गरिसकेपछि यो तातोमा आफै मेल्ट हुन्छ। यो मेल्ट नभइन्जेलसम्म तपाईँहरूले चाहिँ यसरी चलाई पकाउनु पर्ने हुन्छ। अनि सबै मेल्ट भइसक्यो, कस्तो मजाले यस्तो भइसक्यो नि त। अनि यसलाई एकपल्ट गजज उम्लिसकेपछि चाहिँ यसलाई राख्न सक्नुहुन्छ। यसलाई चाहिँ एयरटाइट कन्टेनरमा फ्रिजमा राखेर लामो समयसम्म खान सकिन्छ, किनभने पानीको पोर्सन छैन, अघि सबै सुकिसक्यो। ल, यो बयरबाट बनेको खट्टी मिठी ट्वाक्क परेको अचार चाहिँ खानलाई रेडी भयो। अब म एउटा यो स्टिलको भाँडामा ट्रान्सफर गर्दैछु। अब यसलाई सेलाइसकेपछि चाहिँ म यसलाई फ्रिजमा स्टोर गर्छु। यसलाई यसरी राम्रोसँग स्टोर गरेपछि धेरै समयसम्म राखेर खान सकिन्छ। हवस् त, यहाँलाई यो रेसिपी कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक गर्नु नभुल्नुहोला। सेवा रो अनि नमस्ते।